नमस्कार, सुरु गरौँ आजको नयाँ भिडियोमा। आजको नयाँ भिडियोमा मैले फेसबुकमा कसरी आफ्नो फ्रेन्ड रिक्वेस्ट हेर्ने अथवा आफ्नो फ्रेन्ड रिक्वेस्ट पठाएका कहाँ पठाएँ, कतिजनालाई पठाएँ, त्यो हेर्नका लागि म तपाईँलाई एउटा भिडियो बनाउन गइरहेको छु। तपाईँ तयार हुनुहुन्छ नि? तपाईँ तयार हुनुहुन्छ भने मेरो यो भ्लग अथवा टेक च्यानल मैले बनाइरहेको, जसमा तपाईँले भ्लगका स्वाद पनि पाउनुहुन्छ, टेकको स्वाद पनि पाउनुहुन्छ र मैले न्युज हिसाबले पनि यसलाई बनाएको, कभर गरेँ। मतलब मैले मिक्स कट गरेर यो भिडियो बनाउन गइरहेको छु, किनकि यसमा मैले तपाईँलाई चाहिँ आज मजाले कसरी गर्न सकिन्छ भनेर यो फेसबुकमा तपाईँले फ्रेन्ड रिक्वेस्ट कसरी पठाउन सक्नुहुन्छ, त्यो कहाँबाट खोज्ने, कसरी जाने, सबै टिप्सको बारेमा म तपाईँलाई बताउन गइरहेको छु। ल सुरु गरौँ आजको। फेसबुकतिर गएर अगाडि बढौँ। ल त मैले तपाईँलाई सबै सिधै फेसबुकमा लगेर आएँ। यहाँ तपाईँको फेसबुक हो। यो फेसबुकमा मैले तपाईँ ठ्याक्कै तपाईँ सबैभन्दा पहिला त आफ्नो फेसबुक लगइन गर्नुहोस्। मेरो फेसबुक छ। मैले डेमोको लागि मैले तपाईँले आज अरूले ब्लर गर्छ, नाम ठेगाना सबै ब्लर गर्छ, मैले चाहिँ केही पनि ब्लर नगर्छु, सबै ओपनली तपाईँले देखाउने। किनकि मैले तपाईँको लागि मात्रै भनेर यो डेमो एउटा फेसबुक बनाएको छु। त्यसमा कसरी तपाईँले काम गर्न सक्नुहुन्छ त्यसको लागि म तपाईँलाई देखाउन गइरहेको छु। सबैभन्दा पहिला त फेसबुकमा आएँ म। यो मेरो फेसबुक पेज हो। फेसबुक पेजमा आइसक्यो। तपाईँलाई सजिलोको लागि यहाँ माथि 3 डट छ। यो एउटा दुईवटा तिनवटा धर्का छ, यहाँ थिच्ने। यहाँ थिचिसक्यो भने तपाईँले यहाँ फिड आउला, मेमोरी आउला, सेभ आउला, ग्रुप आउला, इभेन्ट, अनि विभिन्न यो अप्सनहरू आउँछ। यो अप्सन हामी कतै जाने होइन, सिधै यहाँ आउने। हेल्प एन्ड सपोर्ट छ, त्यसको तल अर्को छ सेटिङ प्राइभेसी भन्ने, यसमा क्लिक गर्ने। यदि क्लिक गरिसक्यो भने सेटिङ प्राइभेसी खुल्यो, खुलेन। फेरि हामीले क्लिक गरे, अब खोल्यो। अब खोलिसकेपछि सिधै सेटिङमा आउने। यहाँ फेरि तपाईँले सेटिङ प्राइभेसीको तल अर्को सेटिङ देखाउँछ, यहाँ आउने। यहाँ आइसक्यो भने अब तपाईँको सुरुमा तपाईँले मेटाको माथि देखाउँछ, यदि युआर एकाउन्ट भनेर टुल्स भनेर आइरहेछ, पर्फर्मेन्स भनेर आइरहेछ है। कन्टेन्टको बारेमा यहाँ तल देखाएर यहाँ अडियन्स एन्ड भिजिबिलिटी भनेर आइरहेछ। यति आइसक्यो भने तपाईँले यहाँ सिधा कहाँ जाने भन्दाखेरि युआर एक्टिभिटिज भन्ने खोज्ने। पहिला सबै छ माथि, तर मैले तपाईँले सिधै युआर एक्टिभिटिज भन्ने यहाँ देखाइरहेको छु। यहाँ खोज्ने। अब तपाईँले यहाँ पाउनु भएन भने यसको तल एक्टिभिटिज लगइन भनेर छ, अनि यसको तल विभिन्न अप्सनहरू छन् है। यी अप्सनहरूलाई तपाईँले चाहिँ खोज्न सक्नुहुन्छ। यति गरिसके पछाडि तपाईँलाई यहाँनिर चाहिँ आफ्नो कसरी खोज्ने भनेर म तपाईँलाई बताउन गइरहेको छु। तपाईँले भेटाइसक्नुभयो नि? त्यसो भए सुरु गरौँ त आजको। पक्कै पनि तपाईँले आफ्नो फेसबुकमा चाहिँ युआर एक्टिभिटी पाइसक्नुपर्छ। पाइसकेपछि अब क्लिक गरौँ युआर एक्टिभिटिजमा। मैले यहाँ क्लिक गरेँ। क्लिक गरिसकेपछि यहाँ एचिभ ट्रान्स अनि एक्टिभिटिज स्टोरी भनेर आउँछ। यसमा चाहिँ तपाईँले दिनभरि कति चलाउनुमा के गर्नु सबै चिज देखाउँछ, तर म यसमा जाँदिनँ। अब तपाईँले यसको पहिलो चाहिँ युआर फेसबुक एक्टिभिटिज छ, यहाँ पर्सनल इन्फर्मेसन छ, यो छोडेर कनेक्सनमा आउने। यो कनेक्सनमा पनि यहाँ दुईवटा अप्सन आउँछ, एउटा फ्रेन्डको, एउटा फलोवर्सको, अनि सुपरभिजनको। हामी कसमा जाने? सुरुकोमा जाने हो, म्यानेज फ्रेन्डमा जाने। यहाँ क्लिक गरिसकेपछि अब यतिसम्म त मान्छे आउँछ। यहाँ आइसकेपछि पनि मान्छे झुक्किन्छ कि। अब यहाँ आइसके पछाडि अब एचए पाउँछ र ट्रान्स पाउँछ। अब यसको कहाँ हेर्ने त? फेरि यहाँ क्लिक गर्ने। यहाँ अल क्याटेगोरी र अल डाटा आउँछ होइन। म अल क्याटेगोरीमा क्लिक गरेँ। यति गरिसकेपछि तपाईँको युआर फ्रेन्ड कति छन् आउँछ। तपाईँले कति साथीले हटायो, रिमुभ युआर फ्रेन्ड भनेर, रिमुभ फ्रेन्ड भनेर आएको छ, रिसिभ फ्रेन्ड रिक्वेस्ट भनेर आएको छ, सेन्ड फ्रेन्ड रिक्वेस्ट भनेर पनि आएको छ, र कतिजना ब्लक गरेछ त्यो पनि आएको छ। मैले यहाँ ब्लक गरेको छैन होला, सायद एकजना ब्लक छ मेरो यहाँ, तर छैन रहेछ, कोही पनि ब्लक छैन। ब्लक छैन। मैले त अल क्याटेगोरीमा आइसके पछाडि अब चाहिँ मैले त्यो ब्लक देखाइरहेको छु नि, त्यो मैले छोडौँ, त्यो ब्लकको कुरा नगरौँ। अब चाहिँ म तपाईँलाई सेन्ड फ्रेन्ड रिक्वेस्ट कतिजना छ भने यहाँ देखाउँछु। मेरो धेरै साथीहरू छन्। 2025 सेप्टेम्बर 25 को हो यो चाहिँ मेरो फ्रेन्ड रिक्वेस्ट पठाएको। यो चाहिँ म भइहाल्ने, यतातिरको यो लाइनमा देख्ने म हो, अनि यो लाइनदेखि यहाँ देखिने चाहिँ अरू कोही हो। जस्तै यहाँ अकुना खेमी भनेर आएको छ। यी धेरैजना नाम छन्। यहाँ तल हेर्दै जानुहोस्। यति गरेपछि तपाईँको फ्रेन्ड रिक्वेस्टहरू कतिजनालाई पठाउनु भएको छ। एकजनालाई क्लिक गरौँ। मेरो स्क्रिन रेकर्डमा हुँदाखेरि टच भइरहेको छैन।
तपाईँलाई सजिलोको लागि मैले स्क्रिन रेकर्ड गरिरहेको छु, त्यही भएर यो तपाईँलाई टच भइरहेको छ। मेरो धेरै छ, ताकि 2-4 जना छ भने तपाईँलाई गर्थ्यो होला, सजिलो देखाउँथ्यो होला। मैले धेरै फ्रेन्ड रिक्वेस्ट पठाएको हुँदाखेरि तपाईँलाई डेमो बनाउनको लागि, डेमो भिडियो बनाउनको लागि धेरै रिक्वेस्ट पठाएँ र त्यसैको परिणामस्वरूप यति धेरै छन्। तपाईँले बुझ्नुभयो। यदि तपाईँलाई यो फ्रेन्ड रिक्वेस्ट कसरी आउँछ, कसरी पठाउन सकिन्छ र पठाएको फ्रेन्ड रिक्वेस्टलाई कसरी हेर्न सकिन्छ, यी सबैसँग भिडियोको बारेमा तपाईँलाई जानकारी छ अथवा मन परिरहेछ मैले बनाएको भिडियो भने मजाले कमेन्ट बक्समा प्लिज एउटा लाइक, एउटा कमेन्ट अनि एउटा सेयर, अनि आफ्नो साथीलाई भन्नुहोस् है।